मैले अरू केही पनि गरेको छैन, बस यसलाई चाहिँ यसरी माथि राख्छु र भित्र चाहिँ एक दुईवटा पस्दैछ। अब यसमा चाहिँ यिनीहरूलाई जस्तो धेरै प्रयासपछि चाहिँ यसमा अलिअलि चिरिसकेको छ, माथितिर नै गएको छ। यसमा चाहिँ राखेको छ। फाइनली हाम्रो रानी चाहिँ यहाँ रहेछ, यसमा लुकेको थियो रहेछ, त्यसैले यिनीहरू यता आइराख्यो। पहिले मैले लामो हुन्छ रानी चाहिँ, यस्तो कालो पनि हुन्छ र लामो पनि हुन्छ, यसमा छोडिदिएँ। रानी यसमा आइसकेको सङ्केत यिनीहरूले पाइसकेको छ र योभन्दा धेरै नै घटिसकेको छ यिनीहरू। यस्तो मौसममा पनि यिनीहरू बिस्तारै बिस्तारै आफै गइरहेछ। जब यहाँ अलिकति मात्र बाँकी छ, अब यिनीहरू पनि गइरहेछ। चलपल अब शून्य जस्तै भयो, यहाँ अलिअलि बाँकी छ। धेरै समय चाहिँ यसरी मैले लिएर अब यिनीहरूलाई चाहिँ यसमा छिराउने कोसिस हुँदैछ। मैले यसरी थुपारिदिएको छु। अब यसमा चाहिँ रानी खोजेर यसभित्र हाल्नुपर्ने हुन्छ, सजिलो हुन्छ यसरी खोज्न चाहिँ। म खोज्छु है त। ल यसमा चाहिँ यसरी पस्दैछ। अन्तिममा रानीको आदेश पश्चात सबैजना भित्र छिरिरहेको छ। सकेसम्म बचाउनुपर्छ। मैले मार्न चाहिँ मारिनँ, पस्दैछ है। रानीभित्र गइसकेमा एकतातीमा अगाडि बढिरहेछ। यति धेरैलाई चाहिँ यो दुलो सानो भयो होला, यो तर गाह्रै सानो छ यो चाहिँ, किनभने यो सक्यो। जाँदा जाँदै तिमीहरूलाई बस्न मनपर्छ भने बस, जान मनपर्छ भने जाऊ।